जय नेपाल सम्पूर्ण जनामा मेरो नमस्कार। म राइडर करण। म 77 जिल्ला साइकलबाट राइड गर्दछु र आज मिति 2083 3मा महिना 29 गते। आज म कोशी प्रदेशको लास्टो जिल्ला सोलुखुम्बुमा आइपुगेछु र म आज मेरो 20वटा जिल्ला पुरा भइसकेको छ र 20वटा जिल्लामा म यति कुरा हेरेँ, यति दृश्य देखेँ, यति ठाउँ हेरेँ, यति बातचित गरेँ। यहाँ 20वटा जिल्लामा मसँग मान्छे धेरै भेटघाट भयो, धेरै बातचित भयो, तर नराम्रो मान्छे कहिले पनि भेटेको छैन, किनकि हाम्रो नेपालमा नराम्रो मान्छे छैन। 20वटा जिल्ला घुमेपछि अब फेरि बागमती प्रदेशतिर हिँड्दैछु र उहाँको अङ्कल दाइहरूसँग यो भिडियो सेयर गरिदिनु होला, ताकि यो तपाईँको भाइको सहयोग मिलोस् र उता गाह्रो नहोस्। र यति घुम्दा घुम्दा मलाई कहीँ पनि नराम्रो ठाउँ मिलेको छैन र 20वटा जिल्लामा म लगभग एकदम टाइम दिएर 2 महिना 3 महिना जति म टाइम दिएर घुमेछु 20 जिल्ला र मलाई धेरै धेरै राम्रो लागे। चारैतिरको ठाउँ राम्रो लागे। पहाडमा घुम्न राम्रो हुन्छ, तर तराईमा सबै कुरोको व्यवस्था पाइन्छ, तर पहाडमा त्यति पाइँदैन। र यहाँ घुम्न बस्नको लागि धेरै सुविधा छ र राम्रो छ। र अहिलेको मौसम यहाँको एकदम खराब छ, किनकि पानी बोसो त्यसै हुन्छ अहिलेको मौसम। र मेरो 20वटा जिल्लाको सबैभन्दा ठुलो कुरा यो छ कि म राम्ररी घुमिसकेँ र मेरो यो यात्रामा जुन सोच लिएर हिँडेछु, यो सोच मेरो पुरा होस् र तपाईँहरूको यो सेयरले म अगाडि बढ्दै जान्छु र बातचित गर्दै जान्छु र तपाईँहरूलाई जानकारी दिँदै जान्छु। र धेरै कुरो म जानकारी गरेँ र तपाईँहरूलाई जानकारी गराएन, किनकि धेरै ठाउँमा मलाई मोबाइल चार्ज कहिले हुँदैन र एक्लै परेसानी सबै झेल्नुपर्छ। त्यही कारणले तपाईँहरूलाई त्यति देखाउन र बताउन सक्दिनँ, किनकि अब एक्लै म्यानेज गर्नुपर्छ। र म 20वटा जिल्लामा केही गाह्रो भए छैन र तपाईँहरू यही यात्रामा साथ दिनु होला र यो भिडियोलाई सेयर गरिदिनु होला। र 20वटा जिल्ला मलाई यति राम्रो लाग्यो र विकासको बारेमा भन्यो त विकास चारैतिर अब धेरै राम्रो भइसकेको छ। पहिलाको अवस्थादेखि अहिले धेरै राम्रो भइसकेको छ आन जानको। तर अगाडि अब के हुन्छ मलाई थाहा छैन र तपाईँहरूले यो भिडियोलाई सेयर गर्दा मलाई राम्रो हुन्छ र यो भिडियोलाई सेयर गरिदिनु होला। यति नै भन्दा सबैसँग बिदा लिनेछु। हस्त, धन्यवाद।